शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ? ल, आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन परीक्षाका लागि मात्र होइन, एक सफल शिक्षक बन्नका लागि पनि एकदमै महत्त्वपूर्ण छ। पाठ्यक्रम र पाठ्यपुस्तक। आउनुहोस् यसलाई गहिरिएर बुझौँ। ल, सुरु गरौँ एउटा एकदमै सामान्य प्रश्नबाट। पाठ्यक्रम भन्ने बित्तिकै धेरैको दिमागमा के आउँछ? किताबमा भएका पाठहरूको लिस्ट होइन त? तर के कुरा यतिमै सीमित छ त? छैन। यो धारणा एकदमै साँघुरो हो। र किन हो? अब हामी यसलाई खोतल्दै जानेछौँ। यो पाठ्यक्रम भन्ने शब्द कहाँबाट आयो होला? कहिले सोच्नु भएको छ? यो शब्दको जरा नै कति गजबको छ। यो आएको हो ल्याटिन भाषाको खरेरे भन्ने शब्दबाट। रेसको अर्थ के हो थाहा छ? धावन मार्ग, अर्थात् एउटा रेस कोर्स। सोच्नुहोस् त, यो एउटा यस्तो बाटो हो जहाँ विद्यार्थी दौडन्छन् एउटा निश्चित शैक्षिक लक्ष्यमा पुग्नको लागि। भनेपछि यो खालि विषयको सूची मात्रै त पक्कै होइन, यो त एउटा उद्देश्यसहितको यात्रा पो रहेछ। अब पाठ्यक्रमलाई हेर्ने तरिका पनि दुई किसिमको छ। एउटा पुरानो, अलि साँघुरो सोच, जसले भन्छ पाठ्यक्रम भनेको त पढाउने विषयको लिस्ट मात्रै हो। तर आजको जमानामा यो सोचले काम गर्दैन। अहिलेको आधुनिक फराकिलो सोचले के भन्छ भने यो त विद्यार्थीको चौतर्फी विकास गर्ने एउटा सिङ्गो योजना हो। उसको दिमाग, शरीर, भावना सबै कुराको विकास गर्ने एउटा खाका। र हो, आयोगको परीक्षा पास गर्नका लागि यही फराकिलो अर्थ बुझ्नु एकदमै जरुरी छ। ल, यो समग्र योजना वा नक्सा भनियो। तर यो बन्छ चाहिँ केले? आउनुहोस् हेरौँ। कुनै पनि पाठ्यक्रम चारवटा बलिया खम्बामा उभिएको हुन्छ। यी चारवटा खम्बालाई एउटा कथा जस्तै बुझौँ है त। पहिलो प्रश्न, हामी के हासिल गर्न खोज्दैछौँ? त्यो हो उद्देश्य। दोस्रो, त्यो उद्देश्य पूरा गर्न के कुरा सिकाउनु पर्छ? त्यो भयो विषयवस्तु। तेस्रो, अब सिकाउने त भनियो, तर कसरी सिकाउने त? सबैभन्दा राम्रो तरिका के हो? त्यो हो शिक्षण विधि। र अन्तिममा चौथो प्रश्न, हामीले सोचेको जस्तो भयो कि भएन, सिकाइ सफल भयो कि भएन भनेर कसरी नाप्ने? त्यो हो मूल्याङ्कन। यिनै चार प्रश्नको जवाफ मिलेपछि एउटा बलियो पाठ्यक्रम तयार हुन्छ। ल, अहिलेसम्म हामीले सैद्धान्तिक कुरा गर्यौं। अब अलिकति हाम्रो आफ्नै देश नेपालको सन्दर्भमा हेरौँ। नेपालको स्कुली शिक्षालाई डोर्याउने सबैभन्दा मुख्य डकुमेन्ट कुन हो? त्यो हो राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076। यो प्रारूपलाई हल्का रूपमा लिनु हुँदैन। यो केवल एउटा कागजको दस्तावेज होइन, यो त हाम्रो विद्यालय शिक्षाको मेरुदण्ड नै हो। कतिले त यसलाई पाठ्यक्रमहरूको पनि पाठ्यक्रम भन्छन्, किनभने अरू सबै विषयका पाठ्यक्रमहरू यही प्रारूपलाई टेकेर बनाइन्छन्। यो एउटा मूल गाइडलाइन हो। यस प्रारूपका मुख्य विशेषताहरू के छन् त? पहिलो, यो सक्षमतामा आधारित छ। यसको मतलब विद्यार्थीले के रट्यो भन्दा पनि उसले के गर्न सक्छ भन्ने कुरामा जोड दिइन्छ। त्यस्तै जीवनोपयोगी सिप, मतलब किताबमा मात्रै सीमित नभएर जीवनमा काम लाग्ने शिक्षामा जोड दिएको छ। अनि अर्को महत्त्वपूर्ण कुरा, कक्षा 1 देखि 3 सम्मको एकीकृत पाठ्यक्रम। यस्ता धेरै प्रगतिशील कुराहरू यसमा समेटिएका छन्। त्यो एकीकृत पाठ्यक्रम भनेको के हो भनेर अलि प्रष्ट पारौँ है। जस्तै साना नानी बाबुहरूलाई कक्षा 1-3 मा विज्ञान, सामाजिक, स्वास्थ्य भनेर अलग अलग पढाउनुको सट्टा ती सबैलाई मिसाएर मेरो सेरोफेरो भन्ने एउटै विषय बनाइएको छ। यसले गर्दा पढाइ उनीहरूको आफ्नै जीवन र वरपरको संसारसँग जोडिन्छ, जसले गर्दा सिक्न पनि रमाइलो हुन्छ। ल, प्रारूप र पाठ्यक्रमको कुरा त भयो। अब एकजना शिक्षकले कक्षा कोठामा पस्दा यी योजनाहरूलाई कसरी व्यवहारमा उतार्छन् त? उहाँको हातमा के औजारहरू हुन्छन्? यो तालिकाले शिक्षकका 3 मुख्य हतियारलाई एकदमै सजिलोसँग देखाउँछ। यसलाई एउटा यात्राको रूपमा सम्झियौँ न। पाठ्यक्रम भयो हाम्रो डेस्टिनेसन, अर्थात् हामी कहाँ पुग्ने हो र किन पुग्ने हो भनेर देखाउने नक्सा। पाठ्यपुस्तक भयो त्यो डेस्टिनेसनसम्म पुग्ने गाडी, जसमा चाहिने सबै सामान मतलब विषयवस्तु हुन्छ। अनि शिक्षक निर्देशिका, त्यो भयो गाडी चलाउने ड्राइभरको म्यानुअल वा गुगल म्याप्स, जसले बाटो देखाउँछ, कसरी जाने भनेर सिकाउँछ। राम्रो शिक्षण हुनका लागि यी 3 वटैको तालमेल मिल्नुपर्छ, नत्र गाडी बाटोमै अल्मलिन सक्छ। एन पार्करको एउटा भनाइ छ, जसले शिक्षकको भूमिकालाई गहिरोसँग बुझाउँछ। एक असल शिक्षकले पाठ्यक्रमलाई ढाड्दैन, उसले त त्यसलाई खोल्छ। वाह, कति राम्रो कुरा! यसको मतलब शिक्षकको काम किताबको पाना पढाएर सिद्ध्याउनु मात्रै होइन, बरु त्यो पाठ्यक्रमभित्र लुकेर बसेको ज्ञानको खजानालाई विद्यार्थीको अगाडि खोलिदिनु हो, उजागर गरिदिनु हो।
र अब यो सबै छलफलको अन्त्यमा एउटा प्रश्न सबै भावी शिक्षकहरूको लागि। पाठ्यक्रम त एउटा कागजको दस्तावेज मात्रै हो, तर यसलाई साँस भर्ने, यसलाई जीवन्त बनाउने काम त शिक्षकको हो। अब सोच्नुहोस् त, भोलि कक्षा कोठामा गएर यो निर्जीव योजनालाई कसरी जीवन दिनुहुन्छ? कसरी हरेक विद्यार्थीलाई उनीहरूको लक्ष्यको त्यो धावन मार्गमा दौड्नका लागि प्रेरित गर्नुहुन्छ? हो, यही प्रश्नको जवाफमा नै एउटा सफल शिक्षक बन्ने रहस्य लुकेको छ।